यो मेरो घर चाहिँ यो पछि हामीले भर्खरै 3-4 वर्ष अगाडि टिन लगायो कोभिड पछाडि। नत्र पहिला एकदम खर्कै छाना थियो। अनि हाम्रो आपाआमाहरूले भनेअनुसार काकाहरूले भनेको सुनाउँदा चाहिँ यो घर चाहिँ 90 सालभन्दा पुरानो रहेछ। अनि 90 सालको भूकम्पले चाहिँ हल्लिए चर्किएर माथिल्लो तलाको चाहिँ भत्काएको रहेछ होइन। अनि यो मुनिको जुन यो तला छ यो तलको तला चाहिँ 90 सालभन्दा अगाडिको गाह्रोहरू पुरानै हो। हेर्नु नै खम्बाहरू पनि चिल्ल्याएको छैन होइन, हातले छुँदा चिल्लो भएको चाहिँ काठको बुट्टाहरू यी बुढाले यो सरा लाउँदाखेरिमा पनि जस्ताको तस्तै। यो चाहिँ पछि थपेको, यी भित्र चाहिँ बाँसको पुरानो बाँसको त्यो टाट बनाएर त्यहाँ छापेको छ क्या माटो, एकदम पुरानो स्ट्रक्चर। यो 90 सालभन्दा अगाडिको हो, तर कति साल अगाडि बनाएको थियो भन्ने चाहिँ मलाई पनि थाहा छैन। तर 90 सालभन्दा पुरानो भन्ने चाहिँ छ। यहाँ झ्यालहरू पनि हेरौँ न, यो तल्लो दुईवटा सानो सानो के पुरानो खालको परम्परागत खालको छ झ्यालै छ। अनि धुरी पनि यस्तो थियो, छाना घुमाउने छाना थियो। अनि यसलाई चाहिँ भर्सक यसको प्राचीनता अझै जोगाएर राख्ने भन्ने छ कुरा। अब यो पछि फेरि टिन उधारेर खरको छानामा आउन पनि सकिन्छ। त्यसको परम्परागत स्वरूप चाहिँ जीवित राख्नुपर्ने छ।